आज कुन चाहिँ डाम्नरले हो यस्तो हामीलाई नोक्सान पार्दैछ। घाँस काट्दा पनि यस्तै नोक्सान, जे गर्दा नि यस्तै नोक्सान। मलाई मात्रै हुन्छ कि तपाईहरुलाई पनि हुन्छ? हेलो 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 साथीहरु, के छ? मेरो चाहिँ सब ठिकठाक छ। अनि म चाहिँ घाँस काट्न जाँदै थियो अनि कुकुर पनि पछि पछि लिएर आउँदै थियो। अनि कुकुर चाहिँ क्यामेराले पनि देखेन रहेछ, पछि हल्का देखाएको थियो पछाडी। अनि त्यही भएर म चाहिँ माथि आइसकेर अनि माथिबाट सिधै कुकुर बान्नतिर लग्नुपर्छ भनेर यति हल्का यहाँनिर कुकुर बान्नलाई आएको थियो। यहाँनिर फेरि जंगल छ, त्यही भएर जंगलको लागि अनि यहाँनिर त बोडीहरु छ नि त, त्यही भएर बाँदरले खान्छ भनेर यहाँनिर कुकुर बानेर राख्छौं। आजको मिनी भ्लग चाहिँ लास्टै लामो हुनेछ, तपाईहरुले ध्यान दिएर अनि राम्रोसँग हेरेर साथ सपोर्ट पनि दिनु होला। अनि म चाहिँ यहाँनिर मस्तले बानेर अनि कुकुरलाई यहाँनिर छोडेर अनि बोडीहरु हेर्नु न, यस्तो जंगल भित्र छ के बोडीहरु पनि। अब शहरमा हुनु पनि के, बोडी शहरमा रोप्दैन, त्यही भएर जंगलतिर त। अनि तलतिर लाएर म चाहिँ अनि योबाट फेरि तलतिर अब घाँस काट्नतिर लागेको। अनि घाँस चाहिँ म यतातिर काट्छु, फेरि यता बब्बाल हरियाली भइरहेको रहेछ। अहिले एकछिनमा सल्ला काटेपछि धुम्म हुन्छ। अनि त्यही त अनि पारा आज त पानी पनि पर्यो भनेको, यता त हल्का हल्का, धेरै त हैन। त्यही भन्दा भन्दै म चाहिँ अब आफ्नो ड्युटीतिर लागेको। त्यही भएर मस्तले स्वाटाटाटाटाटा मज्जाले काटेर म चाहिँ फेरि हिजो आज घुम्न हो कि लुम्न हो कतै पनि निस्किन पाइरहेको छैन। यसरी अनि बादर हो कि दुम्सी हो कि केले खान्छ, यसरी खाइदिइरहेछ। मलाई त फेरि नाम पनि आउँदैन, के गर्नु हो, यस्तो हुन्छ भनेको। अनि यसरी लुकी लुकी आएर खाएर हुन्छ। अनि यता त बाटो पनि रहेछ। ओहो, अब बालै घर गएर भन्नुपर्छ भनेर म चाहिँ फेरि यता रेकर्ड पनि गरिदिएको थियो। अनि भिडियो पनि हुन्छ, रेकर्ड पनि हुन्छ, देखाउन नि हुन्छ, सब हुन्छ भनेर अनि फेरि यता आएर रेस्ट गरेर अनि फेरि पछि काट्नलाई जानु पर्यो भनेर अनि म चाहिँ निस्किएको। अब हल्का घाँस काटेर पनि त भएन नि, अलिअलि त काट्नु पर्यो नि त। त्यही भएर अब फेरि यता माथितिर काट्ने हो। अब चाहिँ गाउँघरमा बसेपछि यस्तै हो, घाँस नकाट्ने त कुरै हुँदैन। केटा होस् या केटी होस्, केटा मान्छेले पनि घाँस काट्छ र काटिहाल्छ नि। मान्छेले के पो गरे, मान्छेले गोरुहरू पालेर कस्तो पैसा कमाइरहेछ। मलाई फेरि मम्मीले खाजा यहीँ ल्याउनु भयो। अहिले चाहिँ म खाजा खाने ठाउँमा नि आइपुगिसक्यो, आमाले ल्याइदिनु भएको रहेछ। म चाहिँ यहाँ बादर पनि हेर्नु पर्छ, त्यही भएर एक चम्चा मजाले कुवा पकाइदिएको थियो। ओहो, कस्तो मिठो भुडेको भात पो रहेछ। त्यसपछि त आफ्नै ड्युटीमा के छ खबर भनिरह होला, यस्तै त। अनि घाँस काट्नु परिहाल्छ। गाउँमा बसेपछि खेल्ने साथीहरू पनि त्यति हुँदैन, त्यही त हो नि। खेले पनि फ्री फायर हो, यता घुमघाम यता नाचगान भन्ने त केही पनि हुँदैन। पार्टी साटी चाहिँ हुन्छ फेरि कहिले काहीँ, हल्का, त्यो पनि सपनामा मात्रै। भन्दा भन्दै म चाहिँ अनि भारी बनाउनतिर पनि लागिसक्यो। भारी बनाउँदा फेरि यत्रो भएछ, अब के गर्नु, मैले नसकिने भयो। यत्रो सानो घाँस लगेर म घर जानु, गोरुलाई त यति मुख पनि हुँदैन, के गर्नु। अब यतिमै साथीहरूलाई बिदा लिन चाहन्छु। आजको लागि चाहिँ यति नै, बाइ बाइ।